हेलो एभ्रिवान, नमस्ते अनि स्वागत छ तपाईहरु नयाँ भिडियोमा। म चाहिँ यहाँ आज टनेलमा खन्न गइरहेको छु अनि यहाँ कोदाली अनि साथमा यो बोकेर यो बुढाले पठाइदिएको आज म फर्स्ट चोटी चलाउन यसमा राखेर भिडियो बनाउन आँटिरहेको छु। साथीहरु कस्तो हुन्छ त्यो त मलाई थाहा छैन, तर धुलोमा हुने रहेछ साथीहरु फर्स्ट टाइमै। अब चलाउँदाखेरि चाहिँ के गर्नु साथीहरु, अब यस्तैमा बनाउनु पर्ने रहेछ भिडियो चाहिँ। यस्तै हो साथीहरु, अब के गर्नु, अब यो काम चलाउनु पर्यो अब यसलाई हैन। अब राखेर काम छैन, यसो काम परे बेलामा त हो यो प्रयोग गर्ने भनेको। अनि के गर्नु साथीहरु, अब कहिले अब भिडियो बनाउने यस्तै रहेछ, कहिले धुलोमा, कहिले हिलोमा, कहिले जंगलमा, अब यस्तै रहेछ अब गाउँघरमा। त्यही भएर चाहिँ म यसलाई आज यहाँ धुलोमै भए पनि यसमा राखेर चाहिँ म भिडियो बनाउनु पर्यो भनेर भन्दैछु साथीहरु। अनि मैले काम गर्नुपर्ने चाहिँ अब यहाँ हो, यहाँनेर यो चाहिँ अस्ति नै खनेको साथीहरु खन्नु चाहिँ, तर यस्तो झार पलाइछ। कोही कोही ठाउँमा यो पानी चुन्छ नि त यो माथिबाट, अनि झार पलाइछ। अनि अब यसलाई चाहिँ एकचोटी खनेर यसलाई ड्याङ ड्याङ बनाउनु पर्ने हुन्छ। अनि यहाँ चाहिँ टमाटर रोप्ने साथीहरु, अब यहाँ टमाटर रोप्नु पर्ने हुन्छ। अलि आफूलाई खानुको लागि भए पनि हुन्छ, त्यही भएर चाहिँ टमाटर रोप्न आँटेको साथीहरु। अनि यहाँ छेउमा चाहिँ अस्ति आमाले खुर्सानीको बिउ ल्याएको रहेछ, अनि मैले यो छेउछेउमा रोपिदिएको छु साथीहरु। किनभने चाहिँ यहाँ माथिबाट पानीले भेट्छ नि त, अनि यसलाई चिसो भइराख्छ र यो जाग्छ भनेर चाहिँ मैले यहाँ रोपिदिएको साथीहरु। यस्तो छ। एक डोर चाहिँ खनिसके, अनि अब अझै ड्याङहरु बनाउनु पर्ने छ। एक डोर चाहिँ यसरी खनिसके मैले साथीहरु। यति चाहिँ अब एक सरो चाहिँ खनिसके। अब ड्याङ बनाउनु पर्ने हुन्छ। यो कुखुरा चाहिँ म जहाँ गए त्यही आउँछ, जहाँ काम गरे त्यही आउँछ। पछि घरमा गयो भने घरमै आउँछ। यो यस्तो छ है हाम्रो कुखुरा चाहिँ। भर्खर चल्ला झिएको छ, अनि 12-13 वटा छ चल्ला चाहिँ। अनि म जहाँ गएँ त्यही आउँछ। यो चाहिँ हेरेको
बोलेको देखेर यो क्यामेरा तिर्स्याएको देखेर होला नि। अब चाहिँ साथीहरू म घरतिर जानुपर्ने हुन्छ किनकि मैले तरकारी पकाएको छैन अनि भोक लागेको जस्तो भयो साथीहरू। अनि अब तरकारी सरकारी पकाएर खाना खाएर चाहिँ आउनुपर्ने हुन्छ साथीहरू ड्याङ बनाउनुको लागि चाहिँ। अनि ड्याङ बनाएर अनि फेरि टोर्किला बनाएर रोप्नुपर्ने हुन्छ साथीहरू। खाऊ त्यहाँ खा यहाँ खा। साथीहरू म चाहिँ भात खाएर आएर पनि ड्याङ चाहिँ रेडी गरिसकेँ। अनि अब यसमा फेरि टोर्किला बनाउनु पर्ने हुन्छ रोप्नको लागि। अनि यस्तो भयो साथीहरू यो ड्याङ खनेर चाहिँ अब टक्क टोर्किला बनाउनु पर्ने हुन्छ। फाइनली साथीहरू मैले चाहिँ टोड्का बनाएर नि सकिसकेँ। अनि यस्तो भयो साथीहरू टोड्का चाहिँ अलिक बाक्लो भयो कि भन्ने पनि लागिरहेछ। यो चाहिँ अब भरे रोप्नुपर्ने हुन्छ साथीहरू बिरुवा ल्याएर। अनि रोप्नको लागि सजिलो हुन्छ भने चाहिँ यो सबै टोड्किला बनाइराखेको अब ल्यायो थपक रोप्नु मात्रै हुन्छ। त्यही भएर यस्तो भयो साथीहरू। यो चाहिँ टमाटरको बिउ साथीहरू यस्तो छ। अब यसलाई चाहिँ रोप्नुपर्ने हुन्छ। अनि अब चाहिँ रोप्ने साथीहरू म।
फाइनली साथीहरू मैले चाहिँ टमाटर रोपिसकेँ। यस्तो भएको छ है। ट्याङ चाहिँ अलि सानो सानै बनाएँ मैले, पोहोर चाहिँ अलिक ठुलो ठुलो थियो। यस्तो भयो साथीहरू। अब यिनीहरूलाई चाहिँ अब पानी लाउनु पर्ने हुन्छ। कोही ठाउँ चाहिँ सुक्खा छ, कोही ठाउँ चाहिँ यो माथिबाट चुहिएको भएर वैसै छ साथीहरू। अब यसलाई पानी लाउनु पर्ने हुन्छ बेलुका बेलुका चाहिँ।